नमस्कार। आजको कक्षामा हामी कक्षा 9 को एकाइ 5 को पाठ 1 मा रहेको संविधानको परिचय भन्ने बारेमा अध्ययन गर्छौं। संविधानको परिचय। अब यसमा हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि संविधानको परिचय भन्ने बित्तिकै हामीले के बुझ्नु पर्यो भन्दा संविधान भनेको राज्यको मूल कानुन हो भन्ने कुरा बुझ्नु पर्यो। एउटा सटीक र छोटो परिभाषामा र यसले यति मात्रै भनेर पुग्दैन। अब किनभने संविधान भनेको एउटा लिखित दस्तावेज मात्रै होइन, यो नियमहरूको संग्रह मात्रै होइन। यो संविधानले के कुरालाई सम्बोधन गरेको हुनुपर्छ भन्दाखेरि राज्य सञ्चालनमा नागरिकका इच्छा, भावना, चाहना र आकांक्षाहरूलाई पनि सम्बोधन गरेको हुनुपर्छ। र त्यो एउटा दस्तावेज कानुनी अथवा राजनीतिक दस्तावेज जसले चाहिँ नागरिकहरूको भावना र इच्छा चाहनालाई राज्य सञ्चालनसँग जोडेको हुन्छ भने त्यसलाई पनि हामीले संविधान भन्नुपर्छ। र यसले चाहिँ विभिन्न अधिकारहरू प्रत्यायोजन गर्ने, नागरिकका कर्तव्यहरूका बारेमा स्पष्ट पार्ने र राज्यका विभिन्न अङ्गहरू बीचमा शक्तिको बाँडफाँड गर्ने लगायतका विभिन्न कुराहरू यसले समेटेको हुन्छ। अब संविधानका प्रकारहरूका बारेमा हामीले चर्चा गऱ्यौँ भने संविधानका प्रकारहरूले हामीले विभिन्न आधारमा वर्गीकरण गरेर अध्ययन गर्न सकिन्छ। संविधानका प्रकारहरू अब एउटा छ दस्तावेजका आधारमा त्यस्तै गरेर स्रोतका आधारमा संशोधन प्रक्रियाको आधारमा संविधानको प्रकारलाई चाहिँ हामीले यसरी संशोधन प्रक्रियाको आधारमा, स्रोतको आधारमा, दस्तावेजको आधारमा भनेर अध्ययन गर्छौँ। अब दस्तावेजको आधारमा अध्ययन गर्दाखेरि चाहिँ के छन् भन्दाखेरि एउटा छ चाहिँ लिखित संविधान र अर्को छ अलिखित संविधान। एउटा छ लिखित संविधान, अर्को छ अलिखित संविधान। यसै गरेर यो दस्तावेजका आधारमा भयो। अब स्रोतका आधारमा हामीले हेऱ्यौँ भन्दाखेरि यो चाहिँ एउटा छ निर्मित संविधान र अर्को छ विकसित संविधान। त्यसै गरेर संशोधन प्रक्रियाको आधारमा हेऱ्यौँ भने हामीले एउटा हुन्छ कठोर संविधान र अर्को हुन्छ लचिलो संविधान। यसरी हामीले बुझ्न सकिन्छ यी संविधानको वर्गीकरण गर्दाखेरि। अब दस्तावेजका आधारमा चाहिँ लिखित संविधान र अलिखित संविधान हुन्छ। जुन देशको संविधानलाई लिखित रूपमा चाहिँ तयार गरिएको हुन्छ भने त्यो लिखित संविधान हो, र जुनलाई लिखित गरिएको हुँदैन, जो चाहिँ कुनै घोषणापत्र अथवा परम्परादेखि चल्दै आएका नियम कानुनहरूको आधारमा चाहिँ राज्य सञ्चालन गरिन्छ भने त्यो अलिखित संविधान हो। निर्मित भनेको निर्माण गरिएको अथवा लेखेपछि त्यो निर्माण हुन्छ। विकसित भनेको अलिखित प्रकारकै संविधान हो। हामीले यसलाई यसरी बुझ्न सकिन्छ। निर्मित संविधान भन्नु र लिखित संविधान भन्नु उस्तै हो, विकसित संविधान भन्नु र अलिखित संविधान भन्नु उस्तै हो। र संशोधन प्रक्रियाको आधारमा चाहिँ कठोर र लचिलो प्रकारको संविधान हुन्छ। जुन संविधानलाई अथवा चाहिँ जुन नियमलाई यसलाई चाहिँ संशोधन गर्नका लागि अथवा परिवर्तन गर्नका लागि चाहिँ 2/3 संसदको बहुमत आवश्यकता पर्दछ भने त्यस्तो प्रकारको संविधान कठोर संविधान हो भने, र जुन चाहिँ सजिलोसँग यसलाई परिमार्जन गर्न अथवा फेरबदल गर्न सकिन्छ भने त्यसलाई चाहिँ लचिलो संविधान भनेर हामीले बुझ्न सकिन्छ। हस् त, नमस्कार।